वक्रतुंड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। मायाले बोलेको बोली मिठो भो, सुरिलो आवाजको जादु छुट्टै भो, जो बल्ले पिरातीको कथा लेख्ने भो, आँखाको गहिराई सर्वे ग्रह शांतिकरा वन्द्यः शान्तिः वनस्पतयः शान्तिर्विश्वेवेदा शान्तिर्ब्रह्म शान्तिः आवाजको जादु छुट्टै भो, जो बल्ले पिरातीको कथा लेख्ने भो, आँखाको गहिराईमा माया जुन तारा साँचेर यो मनै तिम्रो भो, जुन तारा साँचेर यो मनै तिम्रो भो, धरती आकाश भागेर यो मनै तिम्रो भो, जुन तारा साँचेर यो मनै तिम्रो भो। माया दियो ममता दियो, सहेर दुख कष्ट संसार देखायो। माया दियो
कष्ट संसार देखायो। आमा तिमी देवी हौ, आमा तिमी देवी हौ। माया दियो ममता दियो, सहेर दुख कष्ट संसार देखायो। आँसु पिएर आफू अमृत पिलायो। ताते ताते गर्दै तिमीले हिँड्न सिकायो। ओ आँसु पिएर आफू अमृत पिलायो। ताते ताते गर्दै तिमीले हिँड्न सिकायो। रुवाएर तिमीलाई हाँस्नु मैले छैन, तिमी जस्तो असल साथी संसारमै छैन। आमा तिमी देवी हौ, आमा तिमी देवी हौ। माया दियो ममता दियो, सहेर दुख कष्ट संसार देखायो। चाहिँदैन कुनै चिज तिमी भए पुग्छ। आँखाबाट आँसु झरे भित्र मुटु दुख्छ। जीवनको बाटो यो हिँडेको अब, सजाएर सपनाको एउटा संसार। अनगिन्ती यादहरूलाई साथै राखेर, हाँसोले खुसीले घर सजाएर। सुख दुःख दुःख सुख सबै बाटेर, अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर। दिनहरू दुःखका नआउला भन्दिन, तर कटाउने छु सबै सबै सँगै हाँसेर। बाचा भयो तिमीलाई मेरो, बाचा भयो तिमीलाई मेरो। तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए, यहाँ वहाँ भौतारी। बरफी पलु झै जोडी बन्यो सानो चौतारी। नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि। पछि दिन सधैँ आउँछ जसरी, पछ्याउने छु तिमीलाई म सधैँ यसरी। आँसु तिम्रो आँखामा नआउला भन्दिन, तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि। बाचा भयो तिमीलाई मेरो, बाचा
समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो सुख दुःख दुःख सुख सबै बाँडेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर एकअर्काको साथै हुने जुनी जुनी सैयौं जुनी एकअर्काको साथै हुने सँगै हाँस्ने सँगै बस्ने हाम्रो माया प्रीति हो नि हो लै 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 कुहु कुहु गाउँछ कुहु हाम्रो माया कोइली गाउँछ कुहु कुहु गाउँछ कुहु कुहु गाउँछ कुहु हाम्रो माया कोइली गाउँछ कुहु कुहु गाउँछ कुहु कुहु गाउँछ कुहु हाम्रो माया कोइली गाउँछ कुहु कुहु गाउँछ कुहु कुहु गाउँछ कुहु हाम्रो माया चोखो चोखो यो हाम्रो माया निर्मल निश्चल यो हाम्रो माया चोखो चोखो यो हाम्रो माया निर्मल निश्चल यो हाम्रो माया जोनी जोनी सयौं जोनी एकअर्काको साथै हुने सँगै हाँस्ने सँगै बाँच्ने हाम्रो माया प्रीति हो नि हो लै 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 भन्नु है गरौँ मैले गान सुन्दिनँ भने सुन्दिनँ भन्नु मलाई भन्नुपर्छ दूरदेशा गतो भद्र शान्तिका प्रिय दर्शन कालसेको नकर्तव्यम धेरै धारादेखि एकदम शुभ समयमा शुभ लग्नमा हजुरको समाधि भएको छ भनेर ट्याक्क टेकेमा लगेर घुमायो झर्ना जस्तै झर झर झर्छ झर झर सरस्वती कर्मूले स्थितो परमा मध्यान्नकाले करदर्शन अर्को दर्शन गर्नु भगवानले कर्म गर्न भनेर दिएका हातद्वारा मैले परम्परागत शिष्टाचार विवाहको कर्मको पूजा गर्दैछु भन्नुभयो मनमा त्यो उहाँ उसको औँठी छ लगाउनु नमो गौर्यासमतिभ्य सौरभे दिव्यवचा नमो परमासिताभ्यश्च पवित्र राखिदिनुमा चन्दन राखिदिनु अक्षता राखिदिनु जल राखिदिनु त बरु अलिकति गाई भनिसकेपछि जल राख्नुपर्छ त्यहाँ
महिला जा झ्यापो जग्गा हाल्नु हो त्यसरी नानी आइगयो हो त्यो ओम भाषणले तपाईँ ओम भयो हरि ओम तत्सत् विष्णु 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 अष्टाविंशतितमे सत्यतेतदाशिस्तिजानिरवेदनराशिस्तिषु सस्त्रा प्रसाद शर्मणः विशेषतः शयन भोज्यराजुन कपिले सर्वदेवानं पूजनीयासु हामी हजुरको पूजन गरेर भगवानको पूजन गर्न गर्दैछौँ नमस्कार हर्ची भनेर एउटा पैसा जम्मा छ भन्ने त्यो प्रदक्षिणा पदे पदे ती लैन गाई हुन् कलियुगका है अरे ओ महादेव भुलिएर अरे ओम देव शांति रंगरे सद्गुण शांति करते देव शांति राग शांति रूप हृदय शांति वनस्पतय शांति विश्वे देवा शांति ब्रह्मा शांति सर्वगुण शांति भाइ हैन अब दीपनारायण भगवानलाई सम्झेर पूजा गर्नु है पूजा गर्ने दुनो कलशस्य मुखे विष्णु कंठे रुद्रासनस्थिता मूले प्रयास्मा मध्यमा त्रिनस्मिता चौदो सागरा सर्वे सप्तव्याद वसुन्धरा वेग वेद यजुर्वेद सामवेदा धर्मणा अंगे च सहितां सर्वे कलशं तु समाश्रिता ओम कलश वरुणाय नमो नमः फल पनि लिनु कलशको मुखमा को हुनुहुन्छ विष्णु भगवान हुनुहुन्छ कण्ठे घाँटीमा रुद्र भगवान हुनुहुन्छ फेदमा ब्रह्माजी हुनुहुन्छ चौधो सागरा सर्वे सप्तव्याद वसुन्धरा सबै गङ्गाजीको तीर्थको जलले अर्पण गरेका छौँ त्यस्ता वरुण कलश शान्ति कलश जसले मनमा शान्ति प्रदान गर्दछ त्यस्ता वरुण कलश शान्ति कलशलाई हामीले आफ्नो परम्परागत शिष्टाचार विधान कर्मपूर्वक पूजन गरेका छौँ भनेर ट्यागका कलश कुण्ड महाकाय कोटि सूर्य समप्रभु निर्विघ्नं कुर्मे देव सर्वकार्य सुसर्वदा हे गणेश भगवान हाम्रो दाम्पत्य जीवन हामीले अब सुरुवात गर्दैछौँ तपाईँले हाम्रा मनमा भएका इच्छा आकांक्षा सबै परिपूर्ण गरिदिनुहुन्छ शुभ सर्वदा गणेश दक्षिणे यजुर्वेदाय नमः भन्नु होला है यजुर्वेदाय नमः ल अब यसमा महेश्वराय नमः एउटा प्रोत्साहन लग्न ग्रन्थादिदेव्यै नमः यागच्छ यदि यावत् पूजा गर्ने तावत् घुमेको गरुवा छ त उदो गरुवा मान्न सकिन्छ क्या सबै राखेर पूजा गर्न जान्छ भन्नु मिलाउनु पैसा सबै मिलाउनु त लक्ष्मीलाई लम्बोदराय सकलाय जगदिताय नागाननाय सुप्रिय विभूषिताय तिनवटा फुलिनु महाभोगावे स्वावे स्थानेमि स्वस्ति नो बृहस्पतिर्दधातु भद्रं पश्येम जावे जातष्टोपा वंशस्थानो विव्यासे माय पैसा मिलाउनु है सानो बन्नु ठुलो भयो भने तपाईँहरूलाई नै बोक्न गाह्रो हुन्छ ल लग्न ग्रन्थादिदेव्यै नमो नमः स्वस्ति न इन्द्रो वृद्धसर्वाः स्वस्ति नः पूर्वा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु एउटाले यता समान एउटा तल राख्नु र बटा राख्छ पहिला दुवैले होइन है होइन एउटाले अलिक बस्नुपर्छ है अलिक बसी होइन अझै ल अब जता राम्रो छ त्यतैबाट लैजाने यतै राम्रो छ यताबाट भएर गएको
लग्न ग्रन्थादि देव्यै नमो नमः भालो भाउ पैसा धेरै भयो क्या यतिमा हाल्नु पर्ने हो नरियल हाल्नु पर्दैन अङ्गुर हालेर बेचिन्छ क्या नि एकचोटि चाहिँ अति राम्रो भएछ ल अब तीनचोटि लग्न ग्रन्थादि देव्यै सानो लगाएर पढ्ने स्वामीमा कपडा ठुलो ल्याउनु पर्यो बाबा की रानी हो आँखों का पानी हो बाबा की रानी हो आँखों का पानी हो बह जाना है
छोडे उसो फुलाचे ओम आहेत्यादि हे आहेत्यादि धनञ्जय गोत्र छोड देन रे सब पूजा कर जय छोड दिन यहाँ जय छोड आकाशी उनी आकाशबाट झरेकी अप्सरा कवि गीतकारले वर्णन गरेकी अप्सरा उनी आकाशबाट झरेकी अप्सरा कवि गीतकारले वर्णन गरेकी अप्सरा देवलोकमा ठुलै बहस चलेपछि देवताहरूले नै निधो गरेपछि उनी मेरो भागमा परेकी अप्सरा उनी मेरो भागमा परेकी अप्सरा उनी आकाशबाट झरेकी अप्सरा कवि गीतकारले वर्णन गरेकी अप्सरा राज्यले प्रमाणित गरेको द्रव्यलाई मैले गाई मानेर मौदल्य पुत्र ईश्वर उमाकान्त नाम प्रमाणित बनाय गोदान तुग्यन्त मौदल्य पुत्रका उमाकान्त नाम रहेका वैदिक ब्राह्मणलाई मैले त्यो गोदान कर्म गरेर सिन्दुर अर्पण सिन्दुर हाल्नको लागि अधिकार लिँदैछु भनेर त्यो फुल मेरो हातमा दिने बुझ्नुभयो किन रहेछ भन्ने नबुझेर गरेर त दोष लाग्छ फेरि तपाईँ लिएर आज जानु गरेकी गौमाता अनि हजुरको चरणमा परेर हजुरको शरणमा परेर आज दाम्पत्य जीवनको सुरुवात कर्ममा हो गौदान कर्म गर्दैछु भनेर राख्नु जल घुमाइदिनु ज्ञानी गाइन्छ पानी जन्मान्तरको गाइन्छ पानी सर्वाणी नसन्तो प्रदक्षिणा पदे पदे हे भयो अब ब्राह्मणतिर गाडिदिने अनि मैले गाईको पूजाको जलले तपाईँलाई मेरा मन्त्रले लेखेपछि यो शान्तिरन्तरिक्षको शान्ति पृथ्वी शान्ति राप शान्ति रूपले अशान्ति अग्निलाई भयो अब खानी माने दक्षिणा राखिदिनु है गणेशलाई चढाइएकी छ सूर्यलाई अग्निलाई हरिओम तत्सत् पूर्व सङ्कल्प सिद्धिरस्तु अद्येह भारद्वाज गोत्र उत्पन्नः बुद्धिमाया नाम्नी दिव्या ज्ञाता ज्ञाता स्पर्शित शयन शयन भोज्य भोज्य गम्य गम्य निशेष दोष परिहार पूर्वक तत्सत् नमः कृष्ण छोडिदिनु त्यसो जल घुमाइदिनु दक्षिणाम पदे पदे ल दुर्न गर्न सक्दैन बच्चासँग हरे ओम मदियो शान्ति अन्तरिक्षको शान्ति पृथिवी शान्ति राप शान्ति रूपहरे शान्ति वनस्पतय शान्ति विश्वे देवाः शान्ति कर्म शान्ति सर्वभूत शान्ति रे लौ खुट्टाको बुढी उमाले त्यो शिला तपाईँले ठ्याक्क नानीको हृदयमा छुनु त हृदयमा मेरो दिलमा मेरो घर परिवारमा स्थिर भएर बसिदिनु हस् ओके स्वामी राजा भन के त सबैले सुनिएर भन यहाँ अग्नि साक्षी छन् दिएको लक्ष्मी के तापेका भन भेट्टै भन त हस् भन्यो ल मेरो घरमा भन मेरा बुबा आमालाई जुन श्रद्धा भक्ति गर्छु त्यस्तै गरेर हजुरको बुबा आमालाई पनि गर्नेछु के साँची राखेको छु दियो साँची राखेको छु कलश साँची राखेको छु गणेश साँची राखेको छु यति जन्ती साँची राखेको छु अग्नि साँची राखेको छु वेद पढ्ने ब्राह्मण साँची राखेको छु म हजुरको निर्देशन बेगर भन्न यो त भन्नै पर्छ क्या अहिले कलिमा त चल्ने छैन तपाईँ मन्जुर हुनुहुन्छ प्रभु ल ल नानी ल नानीलाई हाल्ने त एक पसार
त्यही ल तपाईँले उठेरै हाल्नु नि किन सुरु अरे औ मामदा मन्दिरको अरतिन बिहा भइ स्वाहा फेरि तीनचोटि होको क्यामेराम्यानले एकचोटि बनायो अरे ओम अग्नाय स्वाहा फेरि ओम अग्नाय स्वाहा ल यसो निफाने दिए हालेर ट्याक्क अग्निमा है ल अब सिन्दुर बनेर म सिउँदो सजाउँछु तिमीले त्यसको सजेला राख्नु सिन्दुर बनेर सिउँदो सजाउँछु तिमीले त्यसको सजेला राख्नु अब एउटै गोत्र भयो के भयो धनञ्जय गोत्र हो प्रशासन महासपत्नी बुद्धिमाया नामले देव्याः विशेषतः सिन्दुर अर्पणादि कर्म निमित्तकम् पुराण फलप्राप्त अर्थात् विशेषतः कृत्य यसो गाई बाछीलाई परिकर्म गरेको सम्झेर दम लगाइदिनु चाहन्छ पानी सर्वानी प्रदक्षिणा पदे पदे बिस्तारै दुईजनाले त्यो गाई एउटा 7 दिन बाटो बनाउनु है गाई मजाले सिक्यौ है तिमीले अब तिमीले शान्ति अन्तरिक्ष गौ शान्ति गर्दै शान्ति राप शान्ति रुगदय शान्ति वनस्पतय शान्ति विश्वे देवाः शान्ति ब्रह्मा शान्ति सर्वभौम शान्ति अरे ओम स्वस्ति न इन्द्रो वृत्त सर्वाः स्वस्ति नः पूर्वा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टदेवैः सबैलाई हो त्यो यसो अग्निमा चढाइदेऊ पानी उमाल्यो मैले होइन नि गर्नु दिएको म खानी तपाईँको अब मान्छेले त दिए अड्काले दिए ल ल यसो त्यता ओठातिर लगाइदिने यता ओठातिर लगाइदिने अनि त्यसलाई पछाडि लगाइदिनु छिटो ल भयो पछाडि भान्सा भाउ गर्नु भन्नु पर्यो के भन्नु पर्यो अरे भान्सा भाउ सबै राजा भन्नु पर्यो खाइदिनु पर्यो अनि खाना कुरा खाइदिनु भाइ खाइदिनु हो हो खाइदिनु पनि बताइदिनु पर्यो घाउ घाउ पिरिया पराएको गाडी खान्न पर्यो त्यसै घान्ने गरी अब त पैसा आदिको खोज्छ कहाँ त्यसै खान्छ अब आमै पकाउने हो खाउ ज्यानै हटाउनु पर्यो धेरै नै
के खोजे के हो भन्नु न पहिला अहिले यहाँ सबैले अगाडि भोलि त्यो पैसा तपाईँकै हो कि किनहरू नदिने एउटा साडी राजमाले कन्याडी तरिका नोट दिनु न दुई चारवटा ल खाऊ राजा खाऊ खाऊ सबैलाई ढिलो भइन्छ ल खाऊ त खाऊ खोइ तँसँग जाने म फेरि विचार रोटी खाने जस्तो बानी किनेर सिधाउनु त त्यति रोटी बजार पनि बोक्नु पऱ्यो रोटीलाई टोक्नु पऱ्यो बजार तपाईँ बोकेर यता दिनु देखे है माया त यस्तो होस् माया त यस्तो होस् माया त यस्तो होस् माया त यस्तो होस् नजिक टाढा जहाँ भए नि दुश्मनै सारा संसार भए नि कहिले न घटने होस् कहिले न छुट्ने होस् माया त यस्तो होस् माया त यस्तो होस् होइन रूप केही होइन धन संसारमै ठुलो मान्छेको मन केही होइन रूप केही होइन धन संसारमै ठुलो मान्छेको मन मन कहिले नदुखोस् माया त यस्तो होस् माया त यस्तो होस् कहिले न घटने होस् कहिले न छुट्ने होस् बैसाखे गर्मी साउने बर्खा लागि नै रहोस् मायाको तिर्खा बैसाखे गर्मी साउने बर्खा लागि नै रहोस् मायाको तिर्खा भित कहिले नमरोस् माया त यस्तो होस् माया त यस्तो होस् माया त यस्तो होस् माया त यस्तो होस्
का टाढा जहाँ भैनी दुश्मनै सारा संसार भैनी कहिले न घट्ने होस् कहिले न छुट्ने होस् माया त यस्तो होस् माया त यस्तो होस् माया त यस्तो होस् माया त यस्तो होस् ललिपप दिनु म मान्छु भने मिठाई दिन्छु अरे मिठाई दिए जुत्ता दियो भने मलाई मिठाई दिए भन्छ हजुरको छोरीले यत्रो जनालाई तानिसके अब यसको पनि पालो आएको थियो कि हालले उमेर हालले सानो उमेर भयो होइन एउटा ललिपप दियो हुन्छ क्या सानो थिएन होइन छोरीको माया त्यो अर्को कुरा छ बिचारा यति सानो जुत्ता ल्याउँछ है खुलेन क्या है पैसा नदिकिन चाबी कसलाई ल्याउने चाबी हरा अब पैसा दिएपछि गएर चाबी खोजेर ल्याउने होइन अनि 50,000 भन्दा किन हाँसेको त नि धेरै भएर क्या धेरै भएर हाँसेको
भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई नरोई जाऊ चेली आशिष तिमीलाई पराई नै आफ्नो आफ्नो नै पराई मैले लक्ष्मी जस्ती कन्या हजुरलाई स्वयं विष्णु भगवान सम्झेर प्रदान गरेकी छु। मेरो काखमा जसरी बसेकी थिइन् त्यसै गरी हजुरको काखमा रमाउँ भनेर मैले यो मायाको चिनो प्रदान गरेकी छु भन्नु हजुरलाई गाह्रो हो भन्नु पऱ्यो। माइतीको चोखो कौशेली होला सम्झना चेलीलाई माइतीको चोखो कौशेली होला सम्झना चेलीलाई कामना गर्छौँ सुख माएको पराई घर जानेलाई कामना गर्छौँ सुख माएको पराई घर जानेलाई भाइटिकामा भेट्न आउला नरोई जाऊ चेली
भयो सपना मेरो तिमी नै हो जीवन मेरो आऊ आऊ अंगालोमा दुनिया सारा भूलेर दुनिया सारा भूलेर आऊ आऊ अंगालोमा दुनिया सारा भूलेर दुनिया सारा भूलेर पूरा भयो सपना मेरो सधैँ नै सोच्दथे कोही यस्तो साथी होस् कोही यस्तो साथी होस् म सधैँ नै सोच्दथे कोही यस्तो साथी होस् सँगै हाँस्ने साथै मिल्ने मेरो आफ्नो मान्छे होस् सँगै हाँस्ने साथै मिल्ने मेरो आफ्नो मान्छे होस् आऊ आऊ अंगालोमा दुनिया सारा भूलेर दुनिया सारा भूलेर पूरा भयो सपना मेरो साथी आज पाए है साथी आज पाए है हो मन मिल्ने माया साथी आज पाए है आकाशबाट जुन जस्तै एउटी परी ल्याए है आकाशबाट जुन जस्तै एउटी परी ल्याए है आऊ आऊ अंगालोमा दुनिया सारा भूलेर दुनिया सारा भूलेर पूरा
पूरा भयो सपना मेरो तिमी नै हौ जीवन मेरो पूरा भयो सपना मेरो तिमी नै हौ जीवन मेरो आऊ आऊ अंगालोमा दुनिया सारा भूलेर दुनिया सारा भूलेर आऊ आऊ अंगालोमा दुनिया सारा भूलेर दुनिया सारा भूलेर पूरा भयो सपना मेरो
राधिका भण्डारीकै आफ्नै बहिनीको छोराको शुभ विवाह कार्यक्रम आफ्नै घरबाट राख्नु भएकोमा हामी साह्रै आभारी भएका छौँ। ल नसोचेको पनि हामी आज यहाँ आएर उपस्थित भई रथेली खेल्न सहभागी भएर साह्रै रमाइलो भयौँ। एकैछिन भए पनि ल एउटा सानो एउटा मायाको चिन्ह लिएर उपस्थित यसको लागि हाम्रै आमा समूहकी सदस्य ज्येष्ठ नागरिक सरस्वती भण्डारीको खाता लगाएर उहाँहरू शुभकामना दिनुहुन्छ।
आज यस नयाँ 2082 सालको दाम्पत्य जीवन उहाँहरूको स्वास्थ्य दीर्घायुको कामना गर्दै हामी सम्पूर्ण चारण आमा समूहको परिवारबाट उहाँहरूलाई धेरै धेरै शुभकामना साथै उहाँको परिवारलाई सुख शान्ति मिलोस्, सधैँ रमाइलोसँग बिताउन पाऊँ, यसरी नै उहाँहरूको सधैँ यही टुङ्ग्याउँछु। दिदीलाई राख्नु त दिदी बस्नु लाउनु त होइन हामी के मैले टिका हो त मैले टिका लगाउन सबभन्दा ठुली आमा क्या लगाइदिनु सबभन्दा त्यही भनेको छ नि, त्यही भएर ठुली आमा अलि धेरै हाँसी दिएर अरू पनि हेर्नुको लागि हामीलाई गरिदिए दिदीले धेरै